खिर बनाउँदा खिर नबनेर योबाट घिउ र कुरुनी भएको छ है साथीहरू। हेर्नु है कसरी भएको रहेछ, लास्टसम्म हेर्दै जानु है। यसमा मैले थोरै चुक राख्दै यतिको भयो, त्यसमा बिलेर यस्तो भयो। अनि यसलाई घोरे लास्टमा फेरि के भन्छ भनेर घोरिरहे। घोरेपछि फेरि यतिको कुरुनी जस्तो देखिँदो रहेछ, तर कुरुनी त जस्तो देखिरहेछ। यति सानो ग्यास ग्राइन्डरमा बाहिर भाँडा मिसेर फर्किँदा चाहिँ यस्तो यो कुरुनीबाट घिउ निस्किरहेछ। हामीले लौनी पट्काएर बिलौनी पट्काए जस्तो देखिरहेछ। यस्तो पनि के राम्रो होला भनेर मलाई झ्याउ लागिरहेको थियो। अनि फेरि त्यही पनि घिउ चाहिँ निकाल्छु भनेर एउटा गिलासमा चाहिँ घिउ निकालेर राखेँ साथीहरू। अनि त्यो घिउ पनि भयो, कुरुनी पनि भयो। अनि साथीहरू ल आउनुहोस् है, तपाईँहरू पनि खाने बासी। कति मिठो याम्मी भइरहेको छ। अनि घर त लग्नमा पाउँदिनँ, आएपछि त दिन्छु। अब कति राम्रो घिउ पनि भयो, कुरुनी पनि भयो। ल घिउ र कुरुनी खाने बासी घरमै आउनु है साथी। ल यस्तो